भन्दिनँ है। अगाडिले चाहिँ बाटो देखाउने हो। बाइकको तपाईँको चाहिँ नि ठ्याक्कै बाइकको चक्का जस्तो सम्झिनुपर्छ। अगाडि बाइकको चक्कामा फोर्स हुँदैन, त्यो ह्यान्डल हो। अगाडिकोले ह्यान्डल गर्ने, पछाडिको फोर्स हो। 6 जना चाहिँ फोर्स हो। अगाडिको एकजना ह्यान्डल हो, 6 जना पछाडिको चाहिँ फोर्स हो। उकालो तान्नु पर्ने हेर्नु न है, सजिलो काम छ। उकालो तान्नुपर्छ। उकालो तान्दाखेरि सुई सुई तेर्सोमा जस्तो ओह्रालोमा जस्तो जान सकिँदैन। तान्यो भन्दै होइन, एकैसाथ तान्ने। कोहीले चाहिँ फेरि पालै पालो तान्ने होइन, त्यो 6 जना 7 जनाको टोलीले एकैसाथमा तान्ने हो। स्याट स्याट स्याट, एकछिन सास फेर्दै स्याट तान्ने हो। त्यसरी हामी चाहिँ नै काम गर्छौँ। सबैजना यहाँ श्रमदानमा आउनु भएको छ, सबैले अनिवार्य रूपमा श्रम गर्नै पर्छ, यो नियम हो श्रमदान। तर त्यसो भनिरहँदाखेरि कोही अब के अरे वृद्धहरू पनि आउनु भएको छ, हाम्रो काजीमान दाईहरू। काजीमान दाई 87-88 वर्षको युवाले मभन्दा 6 महिना कान्छो हुनुहुन्छ।